नमस्कार। नयाँ कथाको पर्खाइमा रहनुभएको तपाईँ सम्पूर्णलाई स्वागत छ। स्वास्थ्यमा केही समस्या आएको कारण कथा ल्याउन अलि ढिला भएको छ, त्यसको लागि माफी चाहन्छु। आजको कथा रहेको छ कथाकार हरिश कल्पीज्यूको ग्याब्रिएले कथा सङ्ग्रहमा रहेको कथा मोहभङ्ग। हाम्रो कथाघर युट्युब च्यानलमा नयाँ हुनुहुन्छ वा च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य गरिदिनुहोला। अब यसरी सुरु हुन्छ कथा मोहभङ्ग। आज निकै उदास देख्छु नि दुलै बजैलाई, के भयो? चिर परिचित आवाज सुनि लक्ष्मी आवाज आएतिरै फर्केर हेर्छिन्। अगाडि सुबेदारनीलाई देखेर हत्तपत्त बनावटी हाँसो हाँस्दै भन्छन्, होइन त्यस्तो केही भएको छैन, अलिअलि कपाल दुखेको थियो। सुबेदारनी फेरि भन्छन्, दुलै बजै तपाईँ धन्य हुनुहुन्छ। हरदारनी बजैले साँच्चीकै असल बुहारी पाउनु भयो, आँखैमा राखे पनि नबिजाउने। लक्ष्मी निराश स्वरमा भन्छन्, खै के भनौँ, आमा त भाग्यमानी हुनुभयो। तर वाक्य बिचमै अड्किन्छ। आँखाबाट तप्प दुई थोपा आँसु रोक्दा रोक्दै बहन्छ। हत्तपत्त आँसु पुस्छिन् लक्ष्मी। उनी सानै उमेरमा बिहे भएर भित्रिएकी थिइन्। बिहेको दिनको झझल्को अझै पनि मनमा ताजै छ। सबैजना तेरो बिहे हुन लाग्यो भनी जिस्काउन आउँथे। उनी दङ्ग पर्थिन्। तर दुलै अन्माउँदा भने सबैलाई कति गाह्रो भएको थियो। म मरे पनि जान्न भन्दा सबैजना पालै पालो उनीलाई फकाउन आएका थिए। नानी त्यस्तो नभन् बा, तँलाई राम्रा राम्रा लुगा दिन्छन्, मिठो मिठो खाना पाउँछेस्, त्यो घर नै अब तेरो घर हो, आमाले फकाउँदै भन्नुभएको थियो। त्यो घर कसरी मेरो हुन सक्छ? मेरो घर त यही होइन र आमा। तिनले आश्चर्य व्यक्त गरेकी थिइन्। तब आमाले सम्झाउँदै भन्नुभएको थियो, होइन नानी, आजदेखि यो घर तिम्रो माइती हो। आमाका आँखाभरि आँसु देखेपछि तिनी आमालाई बेसरी अँगाले रोएकी थिइन्। साँच्चै के भयो तपाईँलाई? फेरि उही आवाजले तिनी झस्किन्छन् अनि सम्हालिँदै भन्छन्, आज कता कता पुरानो दिनको याद आयो दिदी। सुबेदारनी छक्क पर्छिन्। सधैँको हँसिलो उज्यालो चेहरामा आज बादलको छाया मण्डारिएको थियो। उनलाई अलिअलि त थाहा थियो लक्ष्मीको घरको कुरा, तर पनि त्यस्तो बेलामा धेरै लामो कुरा गर्न उचित ठानेनन्। उनी लक्ष्मीलाई आफै सम्झिन्थिन्। लक्ष्मीको शील स्वभावले प्रभावित थिइन्। त्यसैले हो नि, कहिलेकाहीँ त्यस्तै हुन्छ भनेर चुप्प लागिन् र अगाडिको कुखुरालाई चारो छर्न लागिन्। यिनको घर सँगसँगै थियो, त्यसैले पराए जसो यी दुई छिमेकीमा आपसमा कुराकानी हुने गर्थ्यो। लक्ष्मीलाई आज केही गर्न पनि मन लाग्दैन, एक्लै रुन मन लाग्छ। गोठमा गाई बाँ गरेर कराउँछ। कुन्युबाट दुई मुठा पराल झिकेर राखिदिन्छन्। गाई झम्टेर पराल चपाउन थाल्छ। लक्ष्मी टोलाएर हेरिरहन्छन्। त्यत्तिकैमा बिहान भात खाँदाको कुरा सम्झिन्छन्। भाउजू, अब हामी भिन्दै बस्छौँ। यो सधैँको झैझगडाले मलाई त वाक्क लागिसक्यो। गोविन्दले खाना खाँदै भनिरहेको थियो। लक्ष्मीलाई लाग्यो यो सब तिनको भरम मात्र हो। तिनलाई विश्वास गर्न कठिन भइरहेको थियो। जसलाई छोरो सम्झी हुर्कायो आज उसैको मुखबाट यस्तो सुन्नु पर्यो। के भयो भाउजू? फेरि गोविन्दकै आवाजले तिनी झस्किन् अनि सम्हालिँदै मलिन स्वरमा शङ्का व्यक्त गरेकी थिइन्। किन र बाबु, के भयो र? बाबुलाई कसैले केही भन्यो र? होइन भाउजू, कसैले केही भनेको छैन। मेरो अंश छुट्याइदिनुहोस्, हामी अन्तै जान्छौँ। गोविन्दले यसरी आफ्नो निर्णय सुनाएको थियो। तर बाबु, हाम्रो तपाईँ बाहेक अरू को नै छ र? के भन्नुभएको यस्तो?
रुन्चे स्वरले खालि यति मात्र भन्न सकेकी थिइन्। आँखा रसाएर आए, सकि नसके आँसुलाई रोक्ने प्रयास गरिन्। भाउजूको स्थिति देखि गोविन्द चुपचाप लुसुक्क बाहिरतिर लाग्यो। लक्ष्मी, के भयो तँलाई? किन टोलाइरहेकी? तिनी पुनः वर्तमानमा आउँछिन्। पसिनाले भिजेको अनुहारले गोपाल तिनलाई भनिरहेको हुन्छ। लक्ष्मी लोग्नेको अनुहार केलाउन पुग्छिन्। फराकिलो निधार, तिखो आँखा, चुच्चो अलि मोटो नाक, ओठमाथि मुठ्ठे जुङ्गा, कसिएको शरीर र हातमा कोदाली। भोटो र सुरुवालमा एउटा परिश्रमी किसानको प्रतिनिधित्व गरे झैँ लाग्दथ्यो उसलाई। होइन, के भएको तँलाई? बौलाउन त लागिनस्? खै भात पस्की, भोक लागिसक्यो। लक्ष्मीले केही नबोलेको देखेर गोपाल फेरि भन्छ। कोदाली भुइँमा राख्छ र पिँढीमा थचक्क बस्छ अनि सोइया लामो सुस्केर तान्छ। फेरि लक्ष्मीतिर फर्किँदै सोध्छ, कि गोविन्दले खाइसक्यो त? प्रश्नवाचक दृष्टि लक्ष्मीतिर फ्याँक्छ। लक्ष्मी केही बोल्दिनन्, चुपचाप घरभित्र पस्छिन्। गोपाल चकित हुन्छ। सधैँ हाँसेर स्वागत गर्थे, आज उदास छ। अवश्य पनि मेरो अनुपस्थितिमा घरमा केही गोलमाल भएको छ। अलिअलि आवाजसम्म त पाएको थियो उसले। बेला बेलामा बुहारी न्यु खोजी खोजी झगडा गर्न खोज्थे। दोषी नै हुँदा पनि भाइ पनि श्रीमतीकै पछि लाग्थ्यो। तर पनि सबै कुरा पैतला मुनि राखेको थियो उसले। घरमा कलह नहोस् भन्ने चाहन्थ्यो। बिहे भएको भर्खर 6 महिना त भयो। के यति चाँडै बुहारीको कुरा सुन्न थाल्यो त भाइले? ऊ आफैसँग प्रश्न गर्छ। हुन पनि आइमाई भनेकै आगो हो, जसले दन्केर घरलाई न्यानो पार्न पनि सक्छ र घरलाई खरानी नै पार्न पनि त बेर लाग्दैन। गोपाल अतीतको सम्झनामा डुबुल्किन पुग्छ। अब त बाबुको बिहे गर्नु पर्यो। के यसबारेमा केही सोच्नु भएको छ तपाईँले? लक्ष्मी गोपाललाई भन्दै थिइन्। के भने कि तैँले? भर्खर त 18 वर्षको भयो। अब पहिले जस्तो हो र सानैदेखि घर व्यवहारमा फसाउने? अहिले त त्यसको खाने लाउने उमेर छ। फेरि पढ्दै पनि छ। धेरै पढाएर उसलाई मास्टर बनाउने इच्छा छ मेरो। एकछिन रोकी अलि मलिन स्वरमा गोपाल भन्छ, के गर्नु, आफूले त पढ्नै पाइएन। लामो सास तान्छ। तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ? कि बिहे गरेपछि पढ्नै हुन्न भन्ने छ र? लक्ष्मी झर्किँदै भन्छन्। मैले त्यस्तो भनेको कहाँ हो र? बिहेपछि पढ्नमा ध्यान जाँदैन पो भनेको। गोपालले लक्ष्मीको आँखामा आँखा जुताई जिस्काउँदै भन्छ। आफूलाई भन्ने गोविन्द बाबुको बिहे हेर्ने कत्रो रहर छ? लक्ष्मी लजाउँदै इच्छा व्यक्त गर्छिन्। लाला सुत अब, अहिले निन्द्रा लागिसक्यो। भोलि बिहानतिर पल्ला घरे ठुलेसँग यस विषयमा कुरा चलाउँला नि। हाई गरी लामो सुस्केरा तान्दै ओछ्यानमा पल्टदै गोपालले भन्यो, भो त्योसँग कुरा चलाउनु पर्दैन। हामीले हाम्रो बाबुको लागि आफै केटी खोजिसक्यौँ। लक्ष्मी मसक्क मस्किन्छन्। गोपाल अवाक भई लक्ष्मीको अनुहार हेर्छ। को हो नि त्यो? सुनौ न त हामी पनि। गोपालले उत्सुकता देखाउँदै भन्छ। त्यही पण्डित बाजेकी छोरी हो नि। हाम्रो बाबुको मायाप्रीति बस्यारै छ। मैले त भेटी पनि सकेँ, कस्ती राम्री छन्। लक्ष्मी भावी देउरानीको तारिफ गर्न थाल्छिन्। त्यो पण्डित त राम्रो मान्छे होइन, 1 नम्बरको कुरोटे भन्छन्। त्यस्ताकी छोरी पनि बाउ त्यस्तो भयो भन्दैमा छोरी पनि त्यस्तै हुन्छ र? गोपालको कुरा बिचैमा काट्दै लक्ष्मी भन्छन्। भो नकरा, तेरै कुरा ठिक। सबै कुरा भोलि गरौँला, अहिले सुत। गोपाल कोल्टे फेर्छ र एकैछिनमा घुर्न थाल्छ। भात खान आउनुहोस्।
अकस्मातको यस आवाजले गोपालको अतीतको गाग्रो फुटी छाता छुल्ल भई पोखिन्छ। ऊ बिस्तारै उठी भात खान भान्सा कोठातिर लाग्छ। पछि पछि लक्ष्मी पनि लाग्छिन्। मासको कालो दाल, गुन्द्रुकको अचार, डुक्कुको तरकारी खुबै स्वाद मानी मानी खान्छ। लक्ष्मी हर्षित भई हेरिरहन्छन्। खै आज पनि पानी परेन, बिउ रोप्न ढिला भइसक्यो। एकछिन भातको गाँस रोकी दुखित हुँदै गोपाल भन्छ। गरिबलाई ईश्वरले पनि दुःखै दिन्छन्। अनि खेतलाहरू सबै मिलाइसक्नुभयो त? लक्ष्मी प्रश्नवाचक दृष्टिले हेर्छिन्। खै आज असारको 15 भइसक्यो, भरेसम्म त पानी पर्ला कि? गोपाल केही आशावान हुँदै भन्छ। भरेसम्म पानी पर्यो भने त भोलि रोपायो होला, नत्र त खै। एकछिन रोकिन्छ अनि फेरि भन्छ, खै गुन्द्रुकको अचारले त अलिकति, अचार त खुबै मिठो बनाइस् नि। लक्ष्मी मक्ख पर्छिन्। भात खायोवरी गोपाल पिँढीमा आइ थचक्क बस्छ अनि सुर्ती मल्न थाल्छ। लक्ष्मी भात पस्की खाना बस्छिन्। तिनलाई अझै पनि बिहानको कुराले छातीमा कता कता चस्का बित्छ। मनमनै प्रश्न पनि गर्छिन्, के मेरो छोरो हुँदो हो त यसरी नै भिन्दै बस्छु भन्थ्यो त? कदापि त्यसरी भन्दैन थियो। उनी आफैलाई सान्त्वना दिन्छन्। त्यत्रो दुःख सही पाली पोसी हुर्काएकी थिइन् गोविन्दलाई। बिरामी हुँदा कति रात नसुती बिताएकी थिइन्। गोविन्दको लालन पालनमा कुनै कसर छोडिनन्। कहिलेकाहीँ बनावटी ईर्ष्या गरी गोपाल भन्ने गर्थ्यो, कति माया गर्छस् हो त्यसलाई मात्र, कहिलेकाहीँ त हामीलाई पनि माया गर्नु नि। तिनी मस्किँदै भन्ने गर्थिन्, मेरो छोरालाई माया नगरेर कसलाई गर्नु त? आँखाबाट 2 थोपा आँसु तुरुक्क चुइन्छ। आँसु पुस्छिन्। भातको गाँस मुखमा राखी मन नलागी चपाउन थाल्छिन्। 1-2 गाँस त खान्छन्, त्योभन्दा बढी खान सक्दिनन्। भातलाई टोलाउँदै हातले खेलाउन थाल्छिन्। एकाएक तिनको अघिल्तिर सासूको त्यो वेदनाले तर्सित अनुहार अगाडि आउँछ। तिनलाई त्यो क्षणको याद अझै पनि ताजै छ। लक्ष्मी, यो पनि तेरै छोरा हो, यसलाई तेरो जिम्मामा सुम्पिँदैछु। म मरे पनि तैँले यसलाई हेला नगर्नु बाबै। टुरालाई हेरे तँलाई भगवानले हेर्छन्। टिबी रोगले जीर्ण शरीर, उमेरभन्दा अघि नै बुढ्यौलीले घेरेको अनुहार याचनाको दृष्टिले हेरेकी थिइन् खरदारनी बजैले। के भन्नुभएको आमा तपाईँले? यो त मेरो कर्तव्य हो। अगाडि टुलु हेरिरहेको नाबालक गोविन्दलाई अँगाले रुँदै भनेकी थिइन् लक्ष्मीले। ताजस्ती बुहारी पाउनु मेरो ठुलो भाग्य रहेछ। अब आनन्दसँग मर्न सक्छु। यति भन्दै लामो सास फेरि एकैचोटि हिक्क गरी यो संसाररूपी मायाजालबाट सदाका निम्ति मुक्त भएकी थिइन् खरदारनी बजै। यो देखेर लक्ष्मी आमा भन्दै चिच्याउँदै रोएकी थिइन्। आमाको निर्जीव शरीर हेर्दै गोविन्द पनि चिच्याइ रोएको थियो। 2-4 वर्ष त सन्तानको आशा पनि नगरेको होइन, तर पनि नभएपछि तिनले आशै गर्न छाडिदिइन्। नाबालक देवरलाई नै छोरो सम्झिन्। एक छाक खान लाउन मनज्ञ पुग्थ्यो। पहिले त गाउँका ठुला ठालोमा गनिन्थे रे, सासूको मुखबाट नै सुनेकी थिइन्। खरदारनी बजै सधैँ भन्ने गर्थिन्। पहिले त धेरै सम्पत्ति थियो, गाउँका धनीहरूमा गनिन्थे, तर खरदार बाजेका नराम्रा आदतले गर्दा सारा सम्पत्ति स्वाहा भयो। मान्छेलाई बिगार्ने 3वटा अवगुण उनमा थियो, जुवा, तास, रक्सी र रन्डीबाजी। यी 3वटा आदतले गर्दा खरदारनी बजैले कहिले सुख शान्तिको सास फेर्न पाएनन्। सधैँ रक्सी धोकेर घरमा आए कलह मचाउँथे। यसरी पिरले खरदारनी बजै रोगी र जीर्ण हुँदै गइन्। खरदार बाजेको मृत्युमा पनि खरदारनी बजैको आँखाबाट 1 थोपा आँसुसम्म खसेन। खसोस् पनि कसरी, बाचुन्जेल हुनसम्म दुःख दिए, सारा सम्पत्ति उडाएपछि के को पिर गर्नु।
जब खरदार्नी बजाइकी बुहारीको रूपमा लक्ष्मी भित्रिएकी थिइन् त्यति बेला गोविन्द 2 वर्षको मात्र थियो। तिनले सासूको सेवा हुनसम्म गरिन्। सासूको हरेक कुरामा ख्याल राख्थिन्। बिहान सबेरै उठ्नु, चुलो चौकोदेखि लिएर घाँसपात गर्नु इत्यादि सारा काम उनी निभाउँथिन्। राति सासूको खुट्टा नमिची उनी सुत्दिनथिन्। कहिलेकाहीँ खरदार्नी बजाई हर्षले गदगद भई भन्ने गर्थिन्, लक्ष्मी, ता त मेरी छोरी होस्, बुहारी होइन। तैँले जस्तो त छोरीले पनि गर्दिन होली। ता जस्ती बुहारी पाए यो मेरो पूर्वजन्मको तपको फल हो। सासू प्रशंसाको फूल बाँध्थिन्। लक्ष्मी दङ्ग पर्थिन्। अनपढ भए तापनि एक योग्य बुहारीमा हुनुपर्ने गुण प्रशस्त थियो। सहनशीलता, कुशलता, सिप्रो सौन्दर्यले परिपूर्ण थिइन् लक्ष्मी। छिमेकीहरू पनि उदाहरणका रूपमा तिनलाई नै अघि सार्दथे। बुहारी त साँच्चीकै पाइन् खरदार्नी बजाइले। आँखामा राख्दा पनि नबिजाउने। के गर्नु, आफ्नो त कर्मै खोटो। यस्तै चोथालेसँग बिहोर्नु पर्यो, आदि इत्यादि। बिहे भएको 5 वर्षमा सासूको निधनले लक्ष्मीलाई ठुलो चोट परेको थियो। घरको स्थिति नाजुक तथा त्यसमाथि गोविन्दको पढाइको खर्च। तर पनि तिनले हिम्मत हारेनन्। लोग्नेको काँधमा काँध मिलाई काम गर्न थालिन्। हौसला साथ जाँगर देखाई लोग्नेको उत्साहमा नौलो किरण थपिदिइन्। गोविन्दको पढाइको निम्ति तिनले आफ्नो गहना समेत बनिनन्। माइतबाट दिएको गहना एक एक गर्दै साहुकोमा पुगे। गोविन्द पनि पढाइमा तीक्ष्ण हुँदै गयो। गोविन्दको पढाइप्रतिको चाखले लक्ष्मी झन हर्षित थिइन्। सुनौलो भविष्यको सागरमा सुर्लुम्ब डुब्थिन्। गोविन्द पनि भाउजूलाई असाध्यै माया गर्थ्यो। उसले जन्म दिने आमालाई समेत बिर्सिसकेको थियो। अलिअलि गर्दै घरको स्थिति समेत सुधार भएर आयो। अझै खा छैन तैँले? बाहिरबाट हकार्छ गोपाल। लक्ष्मीको तन्द्रा भङ्ग हुन्छ। हत्तबत्त हातमुख चुटेर बाहिर निस्किन्छन्। तँलाई सन्चो छैन कि के हो? लक्ष्मीतिर फर्कदै गोपाल सोध्छ। केही भएको छैन, लक्ष्मी मुल्टो हल्लाउँछिन्। समय यसरी नै बितिरहेको हुन्छ। कहिले घाम कहिले छाया। वर्षा पनि बित्छ। दसैँको आगमनले सबमा उमङ्ग भरिदिन्छ। अलिअलि झैँ झगडा भए पनि लक्ष्मी चुपचाप सहेर बस्थिन्। काहीँ फेरि गोविन्दले भिन्दै बस्छु भन्ला भन्ने पीरले सताउँथ्यो। तर यसको विपरीत सुभद्राको स्वभाव भन्ने उल्टो थियो। लोग्नेको कान फुकी ऊ घरमा कलह गर्न उक्साउँथे। गोविन्द पनि एसएलसी पास गरी गाउँकै स्कुलमा पढाउन थाल्यो। गोपाल आफू मास्टर साहबको दाजु बनाउन पाउँदा फुरुङ्ग थियो। जबदेखि गोविन्दको आम्दानी हुन थाल्यो, सुभद्रा पनि आकाशमा उड्न थाली। उसको दुर्व्यवहार पराकाष्ठामा पुग्न थाल्यो। आफूभन्दा ठुलोको आधार राख्न सायद जानेकै थिइन। घरको सबै काम लक्ष्मीले नै गर्नु पर्थ्यो। बिहान आधा दिनसम्म सुत्नु र घर घर चार्दै कुरा गर्नु बाहेक सुभद्राको अरू कुनै कामै थिएन। गोविन्द पनि जस्तो सङ्गत उस्तै फल भने चाहिँ अलिअलि बदलिँदै गइरहेको थियो। गोविन्दको छोरो पनि जन्मियो। सबैमा खुसियाली छायो। त्यसमाथि लक्ष्मीको त भुइँमा खुट्टै थिएन। बच्चालाई काखमा राखी खेलाउने तिनको उत्कण्ठाले तिनको मातृत्वलाई घायल बनाइदियो। तिनी घरिघरि बच्चालाई काखमा राखी खेलाउँथिन्, अङ्कमाल गर्थिन्। तर त्यो सब सुभद्रा देखि सहन्न थिए र डाहाले जल्थी। अगाडि केही नभने तापनि बेला बेला लोग्नेको कान फुक्थे। सधैँ झैँ त्यो दिन पनि लक्ष्मी बच्चालाई भात खुवाउन कचौरामा अलिकति दुध भात लिएर आएकी थिइन्। तपाईँकी भाउजूले बच्चालाई मार्न लागि, अब त अति भयो, सुभद्रा भन्दै थिए। यो वाक्यले लक्ष्मीको खुट्टा टक्क अडियो। अगाडि बढ्ने साहस भएन। तर पनि गोविन्दले तिनको पक्षमा केही बोल्छ कि भन्ने आशले फर्कन सकेनन्।
ढोकाको सङ्घारमै अड्किरहन्। बच्चालाई नलिनुस् भन्न सकिनस् त तैँले, गोविन्द भन्दै थियो। यो काँडारूपी वाक्यले तिनको हृदयलाई छिया छिया बनाइदियो। सुभद्रा फेरि भन्दै थिइन्, थाहा छ त्यस्ती बाजेहरूले छोयो भने केटाकेटीहरू कहिल्यै सप्रिँदैनन्। हेर बिचरा कति दुब्लु भइसक्यो। सुभद्रा अगाडि खेल्दै गरेको छोरो सुमसुम्याउन थाली। बिचरी लक्ष्मी ढोकैबाट फरक्क फर्किन्। मन साह्रै दुख्यो, आँखाबाट आँसु तुरुक्क चुइयो। आँसु पुस्दै गरौँ खुट्टाले कोठातिर लागिन्। यो भात कसले फ्याँक्यो हँ? एका बिहानै गोपालले लक्ष्मीलाई हकार्दै सोध्छ। मैले त होइन, खै कसले फ्याँकेछ? भातको थुप्रोतिर हेर्दै लक्ष्मी भन्छन्। रक्षणमा भातको थुप्रो देखेर चित्त दुखाउँदै गोपाल भन्छ, कसले फ्याँक्यो त यहाँ? हेर अन्नको दुर्दशा, पाप लाग्छ बाबु, पाप। बहिनीले हो कि? लक्ष्मी अलि उच्च स्वरमा बोलाउँछिन्। ए सुभद्रा, यता हेर त। भित्रबाट सुभद्रा फन्किँदै बाहिर आउँछिन्। अगाडि भात औँल्याउँदै सोध्छिन् लक्ष्मी, यो तिमीले फालेकी हो? सुभद्रा स्वीकृति बस टाउको हल्लाउँछे। यो देखेर गोपाल जङ्गिँदै भन्छ, यत्रो रास भात यहाँ फाल्ने हो? कमाउन कति गाह्रो छ थाहा छैन तिमीलाई? सुभद्रा बेसोमती भएर भन्छे, कुकुरलाई दिए कि असत्य मोराले खाएन छ, मैले के गर्ने त? अनि यसरी रक्षणमा फाल्ने त? कति दुःख गर्नुपर्छ यही अन्नको गेडा फलाउन। फालिदियो पुग्छ होइन? गोपालले भन्यो। सुभद्रा रिसले आगो हुन्छे। बो हामीलाई पनि थाहा छ, मेरो लोग्नेले पनि कमाउँछ, तपाईँले मात्र कमाएको हो र? रिसले खुट्टा बजार्दै अरू के फलाक्दै सुभद्रा भित्र पस्छे। लक्ष्मी चिल्ल पर्छिन्। गोपाल कर्तव्य विमुख भई उभिरहन्छ। भित्र गोविन्दले सबै कुरा सुनिरहे तापनि बाहिर आएर बोल्न आवश्यक ठान्दैन। गोपाललाई बुहारीको व्यवहारप्रति साह्रै नै दुःख लाग्छ। त्योभन्दा बढी गोविन्दको मौनताले मानौ उसका सारा सपना टुक्रिएर छरिन्छन्। ती छरिएका टुक्राहरूमा आफ्नो दोष केलाउने पर्यन्त गर्छ ऊ। त्यो रात अचानक गोविन्द दाजुको कोठामा पस्छ। भाइलाई देखेर गोपाल हर्षले विभोर हुन्छ। उसको आँखामा चमक आउँछ। बिहान बुहारीले गरेको दुर्व्यवहारको माफी माग्न आएको होला भन्ने सोची गर्वित भावले लक्ष्मीतिर हेर्छ। दाजु, हामीलाई हाम्रो अंश छुट्याइदिनुहोस्, हामी अन्दै जान्छौँ, गोविन्द भनिरहेको हुन्छ। गोपालको मनमा वज्रपात पर्छ। ऊ केही बोल्दैन, शून्य भावले लक्ष्मीतिर हेर्छ। लक्ष्मी सुस्त स्वरमा भन्छन्, के भन्नुभएको बाबु तपाईँले? अरू को छ र हाम्रो आफ्नो भन्ने? अगाडि बोल्न खोज्छिन् तर वाक्य घाँटीमा अड्किन्छ। तर भाउजू, म सधैँ यो झगडा गरेर बस्न चाहन्न, त्यसैले हामी भोलि बिहानै यो घर छोडेर जान्छौँ, हाम्रो अंश छुट्याइदिनुहोस्। एकछिन अडि गोविन्द पुनः भन्छ, यदि तपाईँहरू दिन चाहनुहुन्न भने भइगयो, त्यो पनि चाहिन्न। बाहिरबाट सुभद्रा रन्कदै भित्र पस्दै भन्छे, के भन्नुभएको तपाईँले? हाम्रो अंश पनि नलिने रे? हामीलाई चाहिन्न र? यिनीहरू कोही नआउनेलाई त यत्रो लोभ छ। हाम्रो त छोरा छ, शेषपछि खाने। बोकेको छोरातिर औल्याउँदै भन्छे। पुनः एकछिन रोकी दृढ स्वरमा भन्छे, हामीलाई हाम्रो अंश जसरी नै चाहिन्छ। यो वाक्य रूपी काँडाले लक्ष्मीको हृदयमा पालै पाल पारिदिन्छ। लोग्नेको मुख हेर्छिन्, आशाको किरण भेटिन्छ कि भनेर दुवैतिरबाट निराश हुन्छन्।
तिनको मोह भङ्ग हुन्छ। पीरले मुटु फुलेर आउँछ। रोक्दा रोक्दै पनि आँखाबाट आँसु झर्छ अनि रुन्चे स्वरमा भन्छन्, तपाईँ किन जाने बाबु यो घरबाट? हामी नै जान्छौँ। यो सब तपाईँको के को अंशभण्डा गर्नु को नै छ र हाम्रो? घाँटी अवरुद्ध हुन्छ। गोपाल बिस्तारै टाउको उठाउँछ। लक्ष्मीको अनुहार हेर्छ। उसलाई लाग्छ लक्ष्मीको त्यो रुन्चे अनुहारले भनिरहेको हुन्छ, के यही हो मेरो निस्वार्थ फल? के यही हो मेरो छोरो जसलाई भविष्यको रङ्गीन इन्द्रेणीमा सजाएकी थिए? अब गोपाल जङ्गिँदै भन्छ, सुन्यौ तिमीहरूले? जाओ, यो सब तिमीहरूकै हो। फेरि लक्ष्मीतिर फर्कदै सान्त्वनाको भावले भन्छ, नारो लक्ष्मी, तेरो म छँदैछु नि। छात्तीमा हात राखी उत्तेजित हुँदै अझ भन्छ गोपाल, म अझै मरेको छैन, पिर नगर। गोविन्द बिस्तारै उठी लुसुक्क बाहिर लाग्छ। सुभद्रा पछि पछि लाग्छ। बालक छोरो लक्ष्मीतिर फर्की हात पसारी पसारी आउन खोज्छ, तर सुभद्राको मजबुत पकडबाट उम्कन सक्दैन अनि लक्ष्मीतिर हेर्दै चिच्याउन थाल्छ। बिचरी लक्ष्मी उठेर गई बच्चालाई लिन पनि सक्दिन। निराश भावले बच्चालाई हेरिरहन्छन्। ढोकामा पुगी जब उनीहरू ओझेल हुन्छन् तब तिनी सहन सक्दिनन् र लोग्नेको काखमा घोप्टो परी हिक्क हिक्क गरी रुन थाल्छिन्।